हेलो हेलो दर्शन नमस्ते गुड मर्निङ के छ खबर सन्चै हुनुहुन्छ राजनीति लागिरहेछ है नेपालमा राजनीति लागिरहेछ एकदम रमाइलो तरिकाले लागिरहेछ रमाइलो छ विदेशमा बसे पनि नेपालको माहौललाई हेर्दा रमाइलो लाग्छ पुरानाको कहिले पनि सोच बदलिने भएन नयाँ पनि त्यसमै थपेकाहरू पनि धेरै पनि त्यस्तै भयो खुट्टा तान्ने प्रवृत्ति आफूले के गर्छु कस्तो गर्छु के छु कस्तो छु आफूले आफूलाई चिनाउन छोडेर अरूलाई चिनाउन खोज्ने अरूले फलानाले यस्तो गर्यो फलानु यो काण्डमा छ फलानुले यो काण्ड छ फलानु बोलेन ऊ बोलेन यो गरेन यस्तो गर्न हुने थिएन किन गर्यो के गर्यो भनेर खुट्टा तान्ने प्रवृत्ति खुब चलिरहेछ कोही बोल्दैनन् उनीको आफ्नो शैली छ कोही बोल्छन् उनीहरुको आफ्नो शैली छ ठीक छ तर कति पुरानै राजनीति अलिकति नयाँ आफ्नो के आफ्नो पनि देखाउ न अरूकै खुट्टा तानेर थोरै हुन्छ यार अहिले हुँदासम्म कार्यकर्ताहरू गाउँघरमा गएन फलाउनु पार्टीलाई भोट नहाल्नु फलाउनु पार्टीको नायकता यस्तो छ फलाउनु पार्टीका मान्छेहरू यस्ता छन् बोल्दैनन् के छन् कस्ता छन् हैन दुनियादारी किन भाषण दिनु पर्यो अरूको बारेमा त्यो भन्दा त मेरो भिजन यो छ म यस्तो गर्न सक्छु मेरो यो क्षमता छ यदि तपाईहरुलाई यस्तो यो भिजन अनुसारको काम चाहिन्छ भनेपछि भन्नु मलाई भोट दिनुहोस् म यो गर्न रेडी छु भनेर त्यसरी भोट माग्ने कि फलाउन पार्टीको मान्छे यस्तो छ फलाउन पार्टीमा मान्छे यस्ता आएका छन् यस्तो ठाउँबाट भएर यस्तो आएका हुन् यिनीहरूलाई भोट नदिनु भन्ने हैन कस्तो खालको नीच सोच क्या कस्तो खालको नराम्रो सोच हो क्या तिनीहरुको अलिकति आफूले आफूलाई कसरी अब्बल देखाउन सकिन्छ आफूले आफूलाई कसरी राम्रो गर्न सकिन्छ भन्ने लाग्ने हो कि अरूलाई तल झारेर आफू माथि बढ्ने हो कति दिनसम्म हो त त्यो चुनावको दिनसम्म भोट हालुन्जेलसम्मलाई चाहिँ अरूको खुट्टा तान्ने प्रवृत्ति यताउता गर्ने माथि गइसकेपछि आफै मिलेर खाने सबै मिलेर खाने फेरि पहिलो कुरा एकदम नर्मल भएर सोच क्या आफ्नो गाउँघरमा के आवश्यक छ कस्तो समस्याहरू छ त्यो गाउँको बारेमा अवलोकन गर्ने यो गाउँलाई मैले यस्तो कुराहरुमा देखेँ समस्या यो कुराहरु चाहिँ मैले पूरा गर्न सक्छु मेरो पहलबाट हुन सक्छ म यो कुराको लागि अलिकति अब्बल छु भनेर अगाडि बढ्ने कि हैन फलानु नेताले यस्तो गरिरहेछ फलानु नेताले यस्तो गरिरहेछ उले यो गरिरहेछ यसले यो गरिरहेछ अरूकै कुरा काटेर भोट माग्ने त कस्तो खालको प्रवृत्ति हो अलिकति अब त सचेत हुनु पर्यो नि मान्छे त सबै बदलिसकेको छ त देश विदेश घुमेको छ मोबाइल छ हातमा मोबाइल हुँदाखेरि मान्छे सबै देखिरहेछ कहाँ के भइरहेछ कस्तो भइरहेछ सबै देखिरहेछ त अझै पनि आँखामै छारो हाल्ने काम कस्तो खालको प्रवृत्ति हो यार केही त चेन्ज हुनु पर्यो नि अब अलिकति बिफोर भोट थिंक अबाउट इट